Nghe được đây, giao qua cả đó về thì giao ba. Kali sekali, gitu kali sini aja kana, Dicari kok gitu kayak gitu, dari jatuh langsung cuan nih, ya bak, jangan mata air, jangan tua aja, bak. लड़की कैसे आगे भैया हमारा तो ओकर बेटी कहे छी से तो हमरा बाबू के नाम नहीं जाने छी जो ओकर बेटी करने रहे छे ज्ञान नाम ता जाने छिया मुदा की करबी जे नाम तोरा बाप के हो से हमरा भैंसू के छले तन वाला नाम नहीं छियो हो तब नहीं कहते हम सब तो अभी सीखने नहीं छी तो सिखा दे करवा में हम सब गए तो सिखा के जाबे तब न गए हम सब सीखो तो जेहे दिन से दिन ना तो सिखा के जो तो बाद में हम सब गबत रहबे अच्छा तले हमरे प्यार मुदा शाम तऊ दिए बजाइल हो तो कि ना अरे रे के हमरा सीटी मारे छे हमारा में कौन लगा रहे थे जरा से पहले कहा था जे हमारा सीटी मारे छे बड़ी खराब आदमी इस साथ में सीटी का तो सब है ए महाराज जी वो तो से मारेगी बुढ़िया शुरू करे छे ले हमारे पैर एक तो मुंह में दांत नहीं पेट में आंत नहीं सह शुरू कर गबेगा राजा पराया तो छोड़ी सब के पार अच्छा के दाइया ठीक छे तोरा बदल हो छो तोरा खोखी लागे भ जाय छो हुक्का के मन लागल हो तो कदी से पी ले हले खोखी भ जाय छो तो हम ही सब जाय छो तब छोड़ी के पार हाय नंबर कते नंबर लाव सर हाय क्या नहीं भर का कोना ए कोना पलिया उलिया है पलिया नहीं चाहे भाई हाय हां छोड़ी से हां मचल हम गाय हम तो मत ना दो बच्चे दिया गए हो दो बच्चे हां चल हम गाय हम तो ओपन जो मत ना कबो इधर जवाब तो सब कैसे कहते तो अगर आंख फोड़ देगी सब कैसे आंख दे दे भगवान को ताकत हो गए ताकत है वो शुरू करते तो ही कौन था वो ना मने कौन था अच्छा ओ तो वो शुरू करते कत्ते बखेड़ा ओकरा मन में रहे शुरू तो करे छे के राजे फराए धाम दसे ओई बरस आगे कुछ हमारी साड़ी नहीं है
हमरा दिलांगन में भार का टेरी पैसा के टेरी पैसा तो कहते गए बड़ तो अपना ससुरा के बड़ाई करी छै ससुर के बड़ाई करी छै कहे जे साड़ी तो वो छै तो की करबी हमर ससुरो धोछे है मारबो रे सुगवा था क्यों छै क्यों फटक्का छोड़ देला दियोरी में ठीक है धक हो धक फटक्का छोड़ देला मारबो रे सुगवा था धन्यवाद सर धन्यवाद जोर रामायण सर के नाम पर और अपने सबको जानकारी करा दी रामायण सर के बाहर जाके कार्यक्रम सर वना सर के महीना पहले करना था कि सर हमारा 25 गते अपन गए पड़ले लेकिन सर के ध्यान साइड कर ले 25 गते तकर बाद में फोन करके ना बना के हो से हम बफोई सर के दूसरा माने जे बहुत खुशी लागल और सर के आने आशीर्वाद बेसी ना सर पर रहे और रिजल्ट के थी जैसे हम सब ध्रुव ध्रुव और हाँ साहब रिजल्ट सुन लिया हफ्ते काल देख लिए रिजल्ट के रिजल्ट आबि गेल है एठवन और जते एठवन हमर गुरु सब छथिन और सब गोटा एठवन आबि गेल सर मंच पर हजुर रहरत ना अब समर्थ के हो समर्थ हमारा प्रमुख अतिथि विशिष्ट अतिथि सगन सम्पूर्ण जाता भाइ मच भाइलेनस् र हामी चाहिँ अब यो आजको जुन यो प्रतियोगिताको रिजल्ट एउटा त प्रकाशित भइसकेको छ जुन हाम्रो राज्य प्रतियोगिता थियो र अब चाहिँ गायन र नृत्यको चाहिँ अहिले प्रकाशित भएको छैन हाम्रो चाहिँ जसले हामीले चाहिँ त्यो सबै जोड जाड गरेर चाहिँ हामीले दिइसक्नु भएको छ रिजल्ट र हामी चाहिँ प्रकाशित गर्छौँ र जति पनि गुरुहरू शिक्षक प्रतिनिधिहरू हाम्रो पुरहरू हाम्रा प्रमुख अतिथि श्री सत्यनारायण बाबा हाम्रा विशिष्ट अतिथि आदरणीय श्री गंगा प्रसाद मण्डल सर मञ्चमा आए दिनमा हामी हार्दिक अनुरोध गर्दछौँ काम बरोबर करते थे लगा दो गहरा शब्द में जवाब दिया है कि अभी के लाइक केला ना केला शिव के मन करे सपोर्ट करते और मौका मिलल हो अभी देख के रह तो करल है तेरी ओ हेलो और तपाईहरु शान्त भएर बस्नु होला र हामी चाहिँ रिजल्ट प्रकाशित गर्दछौँ 34 मिनट रिकॉर्ड होते में फोरके कब लगे कभी लगे ना राकेश महाराज सर हाम्रो जति पनि
सरहरू हुनुहुन्छ मोहित सर जति हाम्रा जुन सहयोगीहरू सम्पूर्ण यो आइदिनु मञ्चको यता चाहिँ हामीले चाहिँ अब यो गम्छा लगाउनुपर्छ, हाम्रो चाहिँ कवि लगाउनुपर्छ, त्यसको लागि चाहिँ सहयोग गर्नु होला। र ल तपाईँहरू रेडी हुनुहुन्छ रिजल्ट सुन्नको लागि? ल जुन हामी सबैलाई थाहा छ, कतिजनालाई थाहा नहुन सक्छ, यो हाजिरा प्रतियोगिताको जुन हाम्रो यो 5औं जिल्ला स्तरीय हाजिर जवाब गायन तथा नृत्य प्रतियोगितामा चाहिँ यो हाम्रो तृतीय स्थान हाजिरी जवाब प्रतियोगितामा तृतीय स्थान हासिल गर्नुभएको हाम्रो चाहिँ विद्यालय हुनुहुन्छ श्री मावि खजरी महुवा। जोरदार ताली दिनु पर्यो। यो हाजिरा प्रतियोगितामा उहाँले तृतीय स्थान हासिल गर्नुभएको छ। र हाम्रो द्वितीयमा चाहिँ हाम्रो त्यो हाजिरी जवाब प्रतियोगितामा द्वितीय स्थान हासिल गर्नुभएको विद्यालय हाम्रो श्री शङ्कर जनता मावि चक्करले गर्नुभएको थियो। जोरदार ताली दिनु पर्यो। र प्रथम स्थान जुन हाजिरा प्रतियोगितामा चाहिँ हासिल गर्नुभएको थियो त्यो विद्यालय हो श्री जनता नमुना प्राविधिक मावि विद्यालयपट्टि। र जति पनि भाइ बहिनी जति पनि हाम्रो तीनवटा विद्यालय बधाई साथसाथै जति पनि हाम्रो विद्यालयका भाइ बहिनीहरू भएको थियो, गुरुहरू, शिक्षक सम्पूर्णमा चाहिँ हामी सबैको जित भएको छ। किनभने यो कार्यक्रम एकदमै तपाईँहरूको सहयोगले सफल भएको छ र हामीले जुन चाहेको थियो कार्यक्रम त्यो हिसाबले भएको छ। अलिक त्रुटि हामीबाट भएको छ, त्यसलाई हामी क्षमा चाहन्छौँ। र अब कहाँ का फोन है? हमरे खाली बैठ गए आही का बजिया आही का बजिया। ल अब चाहिँ हाम्रो गायन प्रतियोगिताको जो रिजल्ट आइसकेको छ, हाम्रो चाहिँ आजको दिन जजमा हाम्रो आदरणीय श्री रामनाथ ठाकुर सर, आदरणीय श्री ललित कामत सर, आदरणीय श्री चन्दन चौधरी सर र आदरणीय श्री सनी राव सरले चाहिँ आजको यो हाम्रो कार्यक्रमको यो गायन र नृत्य प्रतियोगिताको चाहिँ जजमेन्ट गर्नुभएको छ। र उहाँले चाहिँ हामीले कोही रिजल्ट निकालेर दिनुभएको छ। र यो रिजल्ट सुने पश्चात चाहिँ हाम्रो चाहिँ विद्यालयहरू चाहिँ अब जुन चाहिँ जित्नुहुन्छ उहाँले खुसी लाग्छ होइन। जुन चाहिँ बोल्दिन उहाँ चाहिँ मनमा दुःख नमान्नुहोला सर। यो हामी कार्यक्रम जुन आयोजना हुन्छ सर, हामीले चाहिँ धेरै कष्ट गरेर कार्यक्रम गर्न नगरेका छौँ र हामी एकदमै निष्पक्ष तरिकाले हामी गर्छौँ सर। यो उद्देश्य हाम्रो यो कसैलाई फर्स्ट सेकेन्ड गर्नको लागि छैन। अब म तपाईँलाई भनिरहेको छु सर, म यो 5 वर्षको प्रतियोगितामा 1 वर्षको प्रतियोगिता मात्रै मैले खाना खाएको छु सर। आज पनि म भोकै छु र पहिलाको भने 78-79मा भोकै थिएँ। 81मा हाम्रो प्रदीप यादव सरले मलाई जबरजस्ती उहाँले सँगै बसाएर खुवाउनु भएको थियो। अनि आज चाहिँ अनि बुझ्नु सर भावना र फिलिङ हाम्रो रामदियार सर, हाम्रो जति पनि हाम्रो सर राकेश मारा, यो हाम्रो ओम शङ्कर, जति पनि मोहित सर, सबैको धेरै सहयोग छ यो कार्यक्रमहरूमा। र विशेष सहयोग हाम्रो जुन आज भोजन पकाउनमा हामीले चाहिँ जुन सहयोग गर्नु भएको छ र जति पनि त्यहाँ बन्सियाहरू र हाम्रो चाहिँ धेरै ठुलो सहयोग रहेको छ। हाम्रो यो अमन साउन्डको जुन साउन्डले चाहिँ हामीले कार्यक्रम गर्न सफल भएका छौँ। र अमनजीको यो साउन्ड जुन हाम्रो महाराजी हुनुहुन्छ, उहाँको नाम त फिरन मण्डल हो, तर हामी चाहिँ बाबाजी भन्छौँ। एक्चुअली बाबाजीको नाममा जोडेर ताली हुनु पर्यो। धेरै राम्रो साउन्ड बजाउनु भएको छ उहाँले। र विगतको वर्षमा पनि उहाँले चाहिँ मलाई यो साउन्डमा चाहिँ सहयोग गर्नुभएको थियो, यसपालि पनि गर्नुभएको छ। त्यही भएर म यो फिरन मण्डलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब चाहिँ म यो रिजल्ट जुन यो गायन प्रतियोगिताको तृतीय स्थान जुन हासिल गर्नुभएको छ हाम्रो श्री जनता मावि नट्टाजी
श्री जनता मावि नक्टाजीले गानमा तृतीय स्थान हासिल गर्नुभएको छ। विद्यार्थी भाइलाई धेरै धेरै धन्यवाद। अब गायनमा द्वितीय स्थान जुन सेकेन्ड पोजिसन हासिल गर्नुभएको विद्यालय श्री जनता नमुना प्राविधिक मावि गिद्दा बेलापट्टि उहाँले यो गायन प्रतियोगितामा यो 5औं जिल्ला स्तरीय प्रतियोगिता जुन हाम्रो हाजवाब गायन तथा नृत्य प्रतियोगिता जुन छ यसमा चाहिँ गायन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्नुभएकोमा तपाईलाई धेरै धेरै बधाई छ। हाम्रो गुरुहरू पनि हुनुहुन्छ र मैले अनुमान गरेको चाहिँ रिजल्ट आएको छ प्रथमको र अब यो जति पनि हाम्रो पब्लिकले पनि चाहिँ अडियन्सले पनि यो चाहिँ अलि ध्यान राख्नु भएको लागि चाहिँ यो गायन प्रतियोगितामा प्रथम को हुनुपर्ने थियो? ज्ञानको ल अब चाहिँ जजको र हाम्रो अडियन्सको कुरा मिलेको छ र प्रथम चाहिँ श्री याज्ञवल्क्य संस्कृत मावि ज्ञानको जनकपुर धामले चाहिँ प्रथम स्थान गानमा हासिल गर्नुभएको छ। धेरै धेरै धन्यवाद छ उहाँलाई र एकदमै राम्रो कति राम्रो गाउनुभयो उहाँ चाहिँ एकदमै कति राम्रो उहाँले प्ले तबला प्ले गर्नुभयो हार्मोनियम प्ले गर्नुभयो र सुर एकदमै गजबको थियो। उहाँको एक एक स्वर चाहिँ हाम्रो कानमा एकदमै आएर थियो। धेरै खुसी लागेको छ र यो जति पनि हाम्रो यो 3टा विद्यालय बाहेक अरू विद्यालय पनि धेरै राम्रो गर्नुभएको थियो। र अब चाहिँ जजले हाम्रो चाहिँ यो उहाँको निर्णय छ र यसपालि मलाई 5वटा विद्यालयको मलाई धेरै राम्रो लागेको थियो यो गायन प्रतियोगितामा र यो हाम्रो चाहिँ यो धेरै उज्जवल भविष्य छ यो भाइहरूको गायनमा चाहिँ खास गरी यो ज्ञानवल्क्य चाहिँ संस्कृत मावि ज्ञानको जनकपुर धामको जुन बहिनीले चाहिँ उहाँको जुन भोकल थियो गाउने टेक्निक थियो एकदमै राम्रो थियो र म उहाँसँग भेट्नेछु। अब आयो नृत्य प्रतियोगिताको। यसमा आज कम्पिटिसन धेरै रहेको थियो। हामीहरू पनि चाहिँ अब चाहिँ हेरेर चाहिँ यहाँ चाहिँ थाहा भइहाल्छ र यसपालि चाहिँ हाम्रो यो नृत्य प्रतियोगितामा जजहरूलाई कष्ट भयो निर्णय गर्नमा र जुन रिजल्ट जति पनि जजहरू उहाँको सबैको चाहिँ एभरेज निकालेर चाहिँ रिजल्ट चाहिँ त्यो आउट हुन्छ र यसपालिको नृत्य प्रतियोगितामा तृतीय स्थान हासिल गर्नुभएको विद्यालय श्री जनता नमुना प्राविधिक मावि गिद्दा बेलापट्टि भएको छ र नृत्य प्रतियोगितामा द्वितीय स्थान हासिल गर्नुभएको विद्यालय श्री जनता मावि नक्टाजी धनुषा र प्रथम पुरस्कार नृत्य प्रतियोगितामा KSHSB मावि खजुरी मवाले प्रथम स्थान हासिल गर्नुभएको छ र यो हाम्रो चाहिँ जजको निर्णय। ल अब चाहिँ यहाँमा जति पनि विद्यालय चाहिँ जित्नु भएको छ सबैलाई धेरै धेरै बधाई छ र जुन चाहिँ हाम्रो विद्यालय चाहिँ सहभागी हुनुभयो उहाँहरूले धेरै धेरै शुभकामना। हामी चाहिँ प्र्याक्टिस गर्छौँ, मेहनत गर्छौँ र नेक्स्ट वर्षमा तपाईँहरूको अझ चाहिँ मेहनत गर्नुहोला। यो गायनमा नृत्यमा र हाजिर प्रतियोगितामा राम्रो हुनेछ। चलना हम जयपुर घर पड़ी दिया वही में निकल गया चक्कर में निकला वही में तो निकल गया अकेले नहीं होते मगर रास्ता अभी तक खराब धुआने पड़ रही थी आई रही थी वो तो निकल गया अब चाहिँ पुरस्कार र प्रमाण पत्र वितरणको कार्यक्रम रहेको छ। हामी समय बढी नलिकन सर्वप्रथम चाहिँ आजको हाजिरा प्रतियोगितामा चाहिँ तृतीय स्थान हासिल गरेको श्री मावि खजुरी महुवाका सहभागी विद्यार्थी भाइ बहिनी र सम्बन्धित स्कुलका आदरणीय शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ मञ्चमा आमन्त्रण गर्दछु।
आउन आऊ अब विद्यार्थी छैन भने कम्तीमा चाहिँ शिक्षक प्रतिनिधिज्यू चाहिँ आइदिनुहोस्। र तृतीय स्थान हासिल गरेका यस विद्यालयका विद्यार्थी भाइ बहिनी तथा शिक्षक प्रतिनिधिज्यूहरूलाई चाहिँ प्रमाण पत्र र अबिर लगाइदिन यस कार्यक्रमका अध्यक्ष श्री राजकुमार मण्डल सरज्यूलाई आमन्त्रित गर्दछु। ढिलो भएकोले गर्दाखेरि विद्यार्थी भाइ बहिनीहरू हिँडिसकेका पनि छन्, तैपनि तृतीय पोजिसनको थर्ड पोजिसनको लागि मेडल पनि लगाइदिन्छ। अब राजकुमार सरले यो तृतीय स्थानको प्रमाण पत्र श्री मावि खोजरी मोबाइलले चाहिँ हाजिया प्रतियोगितातर्फको चाहिँ तेस्रो स्थान हासिल गरेको छ। आशा छ आउने दिनमा चाहिँ अझै राम्रो गर्नुहुनेछ। धन्यवाद सबैजनालाई। अब हाजिया प्रतियोगिताको दोस्रो स्थान हासिल गरेको श्री शंकर जनता माध्यमिक विद्यालय चक्करका विद्यार्थी भाइ बहिनी तथा सम्बन्धित स्कुलका शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ यहाँ मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। मावि चक्कर डर लग्यो कि तोरा घर से नहा सना लाइन में लगाना है। ठीक है सर खाली अच्छे मिलते थे। अब दोस्रो स्थान हासिल गरेका श्री शंकर जनता माध्यमिक विद्यालय चक्कर धनसाका विद्यार्थी भाइ बहिनी तथा सम्बन्धित स्कुलका शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ सम्मान गरिदिन साथै प्रमाण पत्र र कप प्रदान गरिदिन यस कार्यक्रमका विशिष्ट अतिथि श्री गंगा प्रसाद मण्डलज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। ताली गरेर स्वागत गरिदिनुहोस्। श्री शंकर जनता माध्यमिक विद्यालय चक्कर यही स्कुलबाट म पनि एसएलसी पास भएको छु र मलाई पनि अहिले सम्झना आउँछ त्यति बेला पनि हाजिया प्रतियोगिता हुन्थ्यो जति बेला अहिले चाहिँ यस कार्यक्रमका विशिष्ट अतिथि श्री गंगा प्रसाद मण्डलज्यू मेरो बुवा हुनुहुन्छ। हामी त्यति बेलादेखि नै चाहिँ एक्स्ट्रा एक्टिभिटिजका कुराहरू धेरै चाहिँ उहाँहरूसँग सिकेका थिए। त्यही भएर चाहिँ आज उहाँकै हातबाट चाहिँ यो सानो भाइ बहिनीहरूलाई चाहिँ सम्मान प्रमाण
ताली दिएर स्वागत गरिदिनुहोस्। देखा रुको सर एक बार एनी बात देखो सबकोटे नहीं हाँ भागले ठीक है सर। अब धन्यवाद सबैजनालाई। आजको आज प्रतियोगितामा प्रथम हासिल गरेको श्री जनता नमुना प्राविधिक मावि जिल्ला बेलापट्टिका विद्यार्थी भाइ बहिनी तथा शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ यहाँ मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु र उहाँहरूलाई चाहिँ सम्मान गरिदिनको लागि यस कार्यक्रमका प्रमुख अतिथि श्री सत्यनारायण आलोक बाबाज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। कृपया अबीर गम्छा प्रमाणपत्र मेडल र कप ताली दिएर स्वागत गरिदिनुहोस्। विद्यार्थी भाइ बहिनीहरूको लागि आजको यो कार्यक्रममा यो विद्यार्थी भाइहरूको पर्फर्मेन्स धेरै राम्रो थियो। यसबारे चाहिँ अघि नै चाहिँ जयनाथले चाहिँ भनिसकेका हुन् कि कुनै समयमा चाहिँ उहाँहरूले चाहिँ सफल हुन नसक्दाखेरि कसरी काया पलट गरियो त त्यही कुरा सिक्नु छ कि कप र प्रमाणपत्र श्री आलोक बाबा ज्यूको हातबाट चाहिँ गिधा बेलापट्टिका विद्यार्थी भाइहरूले चाहिँ दिइराखेको छ। स्माइल प्लीज बहुत अच्छा फोटो खींचता हूँ। सबैजनालाई चाहिँ धन्यवाद। बहुत अच्छा फोटो खींचता हूँ। बहुत बढ़िया निक लग पागल लेखा फोटो खींच अब चाहिँ गायन प्रतियोगितामा तृतीय स्थान हासिल गरेको स्कुल श्री जनता मावि नक्टाझी धनसाका विद्यार्थी भाइ बहिनी तथा शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ यो मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। मावि नक्टाझी आउँदै हुनुहुन्छ र यस गायन प्रतियोगितामा तृतीय स्थान हासिल गरेको जनता मावि नक्टाझीका विद्यार्थी भाइ बहिनी तथा शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ मावि बनझुलाका सर प्रदीप यादवज्यूलाई चाहिँ उनीहरूलाई सम्मान गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। मावि बनझुलाका अप्र श्री प्रदीप यादव सर मेडल पनि रहेको छ। संयोगले यहाँ चाहिँ मावि नक्टाझीका जुन शिक्षक प्रतिनिधिज्यूहरू ज्यू हुनुहुन्छ उहाँ चाहिँ शुभनयन मण्डल सर हुनुहुन्छ र हामी दुवैजना चाहिँ सँगै ब्याचलरमा चाहिँ पढेका थियौँ र खुसी लाग्छ उहाँको छोरोले चाहिँ आज यस्तो प्रमाणपत्र हासिल गराएको छ गायन विधामा। यो देखेर चाहिँ धेरै खुसी लाग्छ। एनिमा हेलो सर एक बार एनिमा एक बार ओहो क्या नाम है सर यही तो चाहिए सर। अब गायन विधा अन्तर्गत नै चाहिँ गायनमा सीन कला कटे छ का कटले पूरा बाकी रह गेला
गायन प्रतियोगितामा द्वितीय स्थान हासिल गरेका श्री जनता नमुना प्राविधिक मावि गिधा बेलापट्टिका विद्यार्थी भाइ बहिनी तथा शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ यो स्थानको चाहिँ प्रमाण पत्र र मेडल हासिल गरिनको लागि मञ्चमा आउन हार्दिक अनुरोध गर्दछु। साथै उनीहरूलाई चाहिँ यो सम्मान र प्रमाणपत्र प्रदान गरिदिनको लागि श्री चन्दन चौधरीज्यूलाई चाहिँ यहाँ मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। श्री चन्दन चौधरीज्यू ताली बजाएर चाहिँ सबैजना स्वागत गरिदिनुहोस्। चन्दन चौधरी सरले चाहिँ गम्छा लगाउँदै शिक्षक प्रतिनिधिज्यूसँग चाहिँ मुस्कुराउँदै र यो प्रमाणपत्र चन्दन सर साइड चेंज बैक एनिमा यता है कैमरा। हेलो सर साहब, इधर इधर लुक एट द कैमरा प्लीज। वही के लगे टेंशन नहीं को जो बैठ ले मतलब विदेशी ने हमने जोरे बैठ ले व्हाई नॉट इंग्लिश में पकाओ ठीक से रुको अब भी ठीक करके देता हूँ, अभी ठीक करके देता यहाँ के लगे गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेको श्री याज्ञवल्क्य संस्कृत मावि ज्ञानको जनकपुर धामका विद्यार्थी भाइ बहिनी तथा सम्बन्धित स्कुलका शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ यहाँ मञ्चमा आउन हार्दिक अनुरोध गर्दछु र यो स्थानको चाहिँ पुरस्कार प्रमाणपत्र र कप प्रदान गरिदिनुको लागि आदरणीय ललित कामत सरज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। र हाम्रो चाहिँ यो ज्ञानगुप्त सरले मलाई जिम्मा दिएर जानुभएको थियो अनि म चाहिँ आयोजक छु र यहाँ चन्दन भाइले चाहिँ मलाई सरलाई चाहिँ आग्रह गर्न चाहन्छु। उहाँ चाहिँ प्रतिनिधि हुनुहुन्छ हाम्रो यो ज्ञानगुप्तको विद्यालयको त्यही हिसाबले ल ताली गरेर स्वागत गर्नुहोस्। उहाँ चाहिँ प्रथम जुन विद्यालयको चाहिँ प्रतिनिधि गर्नुहुन्छ उहाँ चाहिँ उहाँको चाहिँ विद्यालय चाहिँ फर्स्ट गर्नुभएको छ ज्ञान प्रतियोगितामा र चन्दनलाई आज धेरै खुसी लागेको छ। चन्दनको पुरै अनुहारमा झल्किएको छ। चन्दनको नृत्य तपाईँले हेर्नुभएको होला। हाम्रो मन ज्ञानको थुप्रै यस्तो नृत्य यो पनि छ र मेडल कहाँ छ? मेडल चन्दनको हातमा दिइहाल्नुहोस्, लगाउनु पर्यो हातमा दिइहाल्नुहोस्। मेडलमा हातमा मेडल हातमा ल होइन यो चाहिँ प्रतिनिधि मात्रै हुनुहुन्छ उहाँ। ल जोरदार ताली गरिदिनु पर्यो। कैमरा मेरे के आप दोस्तों के एक्सेप्ट करेंगे लेकिन हमारा नहीं ठीक लगा हम बोला नृत्य प्रतियोगितामा तृतीय स्थान हासिल गरेको श्री जनता नमुना प्राविधिक मावि गिधा बेलापट्टिका विद्यार्थी भाइ बहिनी तथा त्यस स्कुलका चाहिँ शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ यहाँ मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै यो विधाका प्रमाणपत्र र कप प्रदान गरिदिनु हुनको लागि मावि खजुरी महुवाका अप्र श्री रामकिशोर यादवज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। मावि गिधा बेलापट्टिको नृत्यतर्फको तृतीय स्थानको लागि ताली बजाएर स्वागत गरिदिनुहोस्। जूम कम कर लो।
कितने आदमी लगाइदियो नृत्यतर्फ तेस्रो स्थान हासिल गरेको मावि गिधा बेलापट्टिका विद्यार्थी भाइ बहिनी तथा शिक्षक प्रतिज्यूलाई चाहिँ मावि खजरी महुवाका प्र सरले चाहिँ प्रमाणपत्र प्रदान गरिँदै हुनुहुन्छ। ताली गरेर स्वागत गरिदिनुहोस् उहाँको यो पुरस्कारको लागि। दाजु यो लो न एक बेर नि मासो एक सेकेन्ड त्यस्तै नृत्यमा द्वितीय स्थान हासिल गरेको श्री जनता मावि नक्टाझिज का विद्यार्थी भाइ बहिनी तथा शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ कप प्रमाणपत्र ग्रहण गरिदिनु हुनको लागि मञ्चमा आइदिन हार्दिक अनुरोध गर्दछु। साथै उक्त प्रमाणपत्र तथा कप प्रदान गरिदिनको लागि श्री सन्नी राउतज्यू सरलाई चाहिँ आमन्त्रित गर्दछु। श्री सन्नी राउत सर अब हमने शूट करूँ पूरा जूम आउट कर पूरा जूम आउट कर दिया। धन्यवाद दाजु एक बार ताली बजाएर चाहिँ स्वागत गरिदिनुहोस् सबैजना। दाजु हेर्नुमा पनि दाजु ओके भागले हम नाम दिला लेने यहाँ भी अब नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको स्कुल श्री KSSSB मावि खजरी महुवाका विद्यार्थी भाइ बहिनी तथा शिक्षक प्रतिनिधिज्यूलाई चाहिँ यहाँ मञ्चमा आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै यो विधाका प्रमाणपत्र र कप प्रदान गरिदिनु हुनको लागि आदरणीय सर श्री रामनारायण ठाकुर सरलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। बर्खा वाडी लेकिन बर्खा जोरदार ताली। एक बेर आ रहा पिक्चर लो चलो पिक्चर डांस के लिए चली खजूर मैया हुआ है दो याद है खजूर टाइम में हम सब रहते सर ने क्विज कंटेस्ट अब कार्यक्रमको एकदम लास्टमा हामी आइसकेका छौं। यस कार्यक्रमका प्रमुख अतिथि श्री सत्यनारायण आलोक बाबाज्यूलाई चाहिँ यो प्रगतिशील समाज नेपालको तर्फबाट चाहिँ सम्मान गरिदिनु हुनको लागि
यस कार्यक्रमका विशिष्ट अतिथि श्री गंगा प्रसाद मण्डलज्यूलाई हार्दिक अनुरोध गर्दछु। ताली दिएर स्वागत गरिदिनुहोस्। साथै यस कार्यक्रमका विशिष्ट अतिथि श्री गंगा प्रसाद मण्डलज्यूलाई चाहिँ यस कार्यक्रमका प्रमुख अतिथि श्री सत्यनारायण आलोक बाबाज्यूले चाहिँ सम्मान गर्नुभएको छ। साथै यस कार्यक्रमका अध्यक्ष श्री राजकुमार मण्डलज्यूलाई चाहिँ यहाँ आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। साथै सत्यनारायण आलोक बाबाज्यूलाई चाहिँ सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। ताली दिएर स्वागत गरिदिनुहोस्। श्री प्रदीप यादव सरलाई चाहिँ सम्मान गरिदिनु हुनको लागि श्री सत्यनारायण आलोक बाबाज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। त्यस्तै श्री मल्लेश्वर उपाध्याय सरज्यूलाई चाहिँ सम्मान गरिदिनु हुनको लागि श्री आलोक बाबाज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। गिधा चौकीका असै सरलाई चाहिँ सम्मान गरिदिनु हुनको लागि श्री सत्यनारायण आलोक बाबाज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। अब यस कार्यक्रममा साउन्डमा चाहिँ प्रमुख भूमिका खेलेका साउन्डका चाहिँ अपरेटर ज्यूहरूलाई चाहिँ यहाँ मञ्चमा आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। आउनुहोस् सबैजना। उहाँहरूलाई चाहिँ सम्मान गरिदिनु हुनको लागि श्री सत्यनारायण आलोक बाबाज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। अभी देखो घरे नहीं जे भी नहीं घरे रूम बनाए जाकर सुतो अन्ना गाड़ी में तेल हास्य कलाकार श्री रामनारायण ठाकुर सरलाई चाहिँ सम्मान गरिदिनु हुनको लागि श्री सत्यनारायण आलोक बाबाज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। ताली दिएर स्वागत गरिदिनुहोस्। जय 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 जय। फोटो 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 अहिलेसम्म हामीले यो जुगलबन्दी सेट गरेका थिएनौँ। श्री ललित कामत सरज्यूलाई चाहिँ सम्मान गरिदिनु हुनको लागि श्री रामनारायण ठाकुर सरज्यूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। एउटा कलाकारलाई अर्को कलाकारलाई सम्मान गर्नु धेरै ठुलो कुरा हो।